नमस्ते। हामीले गर्ने हरेक काम, हाम्रो हरेक बानीको पछाडि एउटा लुकेको शक्तिले काम गरिरहेको हुन्छ। आजको यो विश्लेषणमा हामी त्यही शक्तिको बारेमा कुरा गर्नेछौँ जसलाई मनोविज्ञानमा पुनर्बल वा रिइन्फोर्समेन्ट भनिन्छ। कहिल्यै सोच्नु भएको छ कसैले धेरै राम्रो भन्दा मात्रै पनि किन यति धेरै खुसी लाग्छ? त्यो सानो प्रशंसामा यति ठूलो शक्ति कहाँबाट आउँछ? हो, यसकै पछाडि एउटा गहिरो मनोविज्ञान लुकेको छ। आजको यो विश्लेषणमा हामी यही पुनर्बलको दुनियाँमा डुबुल्की मार्नेछौँ। सुरुमा त पुनर्बल भनेको के हो त्यो बुझ्छौँ। त्यसपछि यसका प्रकारहरू, सकारात्मक र नकारात्मक अनि प्राथमिक र सहायकबारे कुरा गर्नेछौँ। अनि यो कहिले र कसरी दिइन्छ, यानि कि यसका तालिकाहरू के हुन् भनेर पनि हेर्नेछौँ। र अन्त्यमा यी सबैबाट सिक्नुपर्ने मुख्य सन्देश के हो त्यसमा केन्द्रित हुनेछौँ। ल, त्यसो भने सुरु गरौँ। आखिर यो पुनर्बल भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा पुनर्बल भनेको कुनै खास काम गरे बापत दिइने उत्प्रेरक हो। यस्तो उत्प्रेरक जसले गर्दा त्यो काम फेरि गर्न मन लाग्छ। भनौँ न, यो एउटा प्रक्रिया हो जसले हाम्रो बानी व्यवहारलाई बिस्तारै एउटा आकार दिँदै लैजान्छ। यो कुरा बुझ्न तीनवटा शब्दहरू जान्नुपर्छ। पहिलो, पुनर्बल, यो समग्र प्रक्रियाको नाम हो। दोस्रो, सम्बलन, यो चाहिँ त्यो पुरस्कार हो, जस्तै प्रशंसाका शब्दहरू वा बच्चालाई दिइने बिस्कुट। अनि तेस्रो, सबलीकरण, यो भनेको त्यो पुरस्कार दिने काम वा विधि हो। यिनै तीन कुरा मिलेर हाम्रो व्यवहारलाई बलियो बनाउँछ। यो उदाहरणले कुरालाई अझै छर्लङ्ग पार्छ। जब कुनै विद्यार्थीले समयमै गृहकार्य बुझाउँछ अनि शिक्षकले धेरै राम्रो भन्नुहुन्छ, त्यो प्रशंसाले विद्यार्थीलाई अर्को पटक पनि समयमै काम गर्न हौसला दिन्छ। यहाँ शिक्षकले दिनुभएको प्रशंसा नै सम्बलन हो। अब पुनर्बल सधैँ एउटै किसिमको हुँदैन। यसलाई हेर्ने विभिन्न तरिकाहरू छन्। सुरुमा चर्चित मनोवैज्ञानिक B.F. स्किनरले यसलाई कसरी दुई भागमा बाँडेका छन् त्यो हेरौँ। सकारात्मक र नकारात्मक पुनर्बल। स्किनरको नजरमा सकारात्मक पुनर्बल भनेको कुनै राम्रो व्यवहारलाई प्रोत्साहन गर्न केही राम्रो कुरा थपिदिनु हो, जस्तै पुरस्कार, प्रशंसा वा स्याबासी। अब नकारात्मक पुनर्बल भन्ने शब्दले अलिकति झुक्क्याउन सक्छ। यसलाई धेरैले दण्ड वा सजाय सोध्छन्, तर यसको अर्थ अलि फरक छ। नकारात्मक पुनर्बल भनेको कुनै मन नपर्ने असहज कुरालाई कमजोर पार्नु हो, जस्तै होच्याउनु वा बेवास्ता गर्नु, जसले गर्दा त्यो व्यवहारप्रति इच्छा घट्दै जान्छ। पुनर्बललाई हेर्ने अर्को एउटा दृष्टिकोण पनि छ। यो दृष्टिकोण मनोवैज्ञानिक क्लार्क हलको हो। उहाँका अनुसार यसलाई प्राथमिक र सहायक पुनर्बल गरी दुई भागमा बाँड्न सकिन्छ। यो भिन्नता पनि एकदमै रोचक छ। प्राथमिक पुनर्बलले हाम्रो जन्मजात जैविक आवश्यकताहरू पूरा गर्छ, जस्तै भोक लाग्दा खाना, तिर्खा लाग्दा पानी। यसका लागि केही सिक्नु पर्दैन, यो प्राकृतिक हो। तर सहायक पुनर्बल चाहिँ हामीले वातावरणबाट सिक्ने कुरा हो। यसले हाम्रो मनोवैज्ञानिक आवश्यकताहरू जस्तै मान, मर्यादा, प्रतिष्ठा जस्ता कुराहरू पूरा गर्छ। ल, पुनर्बल के हो र यसका प्रकारहरू के हुन् भन्ने त बुझ्यो। तर सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो, यो कहिले र कसरी दिइन्छ? किनभने पुरस्कार दिने समय र तरिकाले ठूलो फरक पार्छ। अब पुनर्बल दिने यिनै रणनीतिहरू अर्थात् तालिकाहरूबारे कुरा गरौँ। सबैभन्दा सजिलो र सिधा तालिका हो लगातार पुनर्बल तालिका। यसमा के हुन्छ भने हरेक पटक सही व्यवहार देखाउँदा पुरस्कार दिइन्छ। जस्तै शिक्षकले सोधेको हरेक प्रश्नको सही जवाब दिए बापत विद्यार्थीले तुरुन्तै पुरस्कार पाउनु। तर वास्तविक जीवनमा त हरेक पटक पुरस्कार पाइँदैन नि, होइन र? जब पुनर्बल लगातार दिइँदैन तब के हुन्छ? हो, यसले हामीलाई दुई मुख्य श्रेणीमा लैजान्छ, निश्चित र अनिश्चित तालिकाहरू। अब हामी पुनर्बलको सबैभन्दा शक्तिशाली पक्षमा प्रवेश गर्दैछौँ। त्यो हो पूर्वानुमान। पुरस्कार आउँदैछ भनेर थाहा हुनु र नहुनुले हाम्रो व्यवहारमा आकाश जमिनको फरक पार्छ। यसैलाई निश्चित र अनिश्चित तालिका भनिन्छ। निश्चित अवधि पुनर्बल तालिकामा पुरस्कार एउटा तोकिएको समयको अन्तरालमा दिइन्छ, जस्तै हरेक 5 मिनेटमा वा हरेक 15 मिनेटमा। यहाँ कति पटक सही व्यवहार देखाइयो भन्ने कुराले मतलब राख्दैन, समय महत्त्वपूर्ण हुन्छ। अब अर्को निश्चित तालिका छ, निश्चित आनुपातिक पुनर्बल। यहाँ समय होइन, कामको सङ्ख्या महत्त्वपूर्ण हुन्छ। पुरस्कार चाहिँ सही व्यवहारको एउटा निश्चित सङ्ख्या पूरा भएपछि मात्र दिइन्छ। जस्तै हरेक 4वटा वा 5वटा तोकिएको प्रश्नको सही उत्तर दिएपछि मात्र पुरस्कार पाउनु। अब आउँछ सबैभन्दा शक्तिशाली र सायद सबैभन्दा बानी बसाल्ने तालिका, अनिश्चित तालिका। यहाँको मुख्य मसला नै अनिश्चितता हो।
अनिश्चित अवधि तालिकामा पुरस्कार कहिले आउँछ भन्ने थाहा हुँदैन, कहिले 5 मिनेटमा, कहिले 15 मिनेटमा। त्यस्तै अनिश्चित आनुपातिकमा कतिवटा काम गरेपछि पुरस्कार पाइन्छ भन्ने पनि निश्चित हुँदैन, कहिले 5वटा उत्तरपछि, कहिले 7वटा पछि। यही अनिश्चितताले हामीलाई त्यो काम बारम्बार गर्न बाध्य बनाइरहन्छ। यो तालिकाले सबै कुरालाई राम्ररी सारांशमा देखाउँछ। हेर्नुस् त, निश्चित अवधि समयमा आधारित र पूर्वानुमान गर्न सकिने हुन्छ, जस्तै हरेक हप्ता आउने तलब। निश्चित अनुपात प्रतिक्रियामा आधारित हुन्छ, जस्तै 10वटा सामान बनाए बापतको भुक्तानी। अनिश्चित अवधि पनि समयमै आधारित तर अप्रत्याशित हुन्छ, जस्तै कुनै महत्त्वपूर्ण इमेल आयो कि भनेर बारम्बार जाँच गर्नु। र अनिश्चित अनुपात प्रतिक्रियामा आधारित तर पूर्णतया अप्रत्याशित हुन्छ, जस्तै स्लट मसिन खेल्नु। ल अब यति धेरै कुरा गरिसकेपछि हामीले सिक्नुपर्ने मुख्य सन्देश के हो त? आउनुहोस् यो विश्लेषणको सारमा ध्यान केन्द्रित गरौँ। यहाँको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने पुनर्बल कति प्रभावकारी हुन्छ भन्ने कुरा पुरस्कारमा मात्र निर्भर गर्दैन, बरु त्यो पुरस्कार कुन रणनीति वा तालिका प्रयोग गरेर दिइन्छ भन्ने कुरामा अझ बढी निर्भर गर्छ। कहिलेकाहीँ कहिले र कसरी भन्ने कुरा के भन्दा पनि बढी महत्त्वपूर्ण हुन जान्छ। अब एकछिन सोचौँ त, हाम्रो कामदेखि लिएर सामाजिक सञ्जालसम्म हाम्रो दैनिक जीवनमा कुन पुनर्बल तालिकाले सबैभन्दा बढी प्रभाव पारिरहेको छ? फोनको नोटिफिकेसन, सामाजिक सञ्जालको लाइक वा भिडियो गेममा पाइने पुरस्कार, यी सबैले कुन तालिका प्रयोग गरिरहेका छन् होला? सायद यसको जवाफ त्यही अनिश्चित तालिकाहरूमा लुकेको छ। यसबारे सोच्दै गर्नुहोला। आजको लागि यति नै।